हेलो गाइज, आज चाहिँ हामीहरूको चट्टसँगले बिरयानी बन्दैछ। बिरयानी पनि कहाँको बिरयानी थाहा छ? कहाँ रे? बिरयानी अब हैदराबाद भन्न मिलेन, बिरयानी नेपाली नै बिरयानी हो। अब यो चाहिँ भर्खरैको तयारी अवस्था। यसमा चाहिँ चट्टसँगले लेग पिसहरू पनि छ हैन। अनि लेग पिस पछाडि आउँदैछ काजु, बदाम, किसमिस सबै कुरा बन्दैछ। र यहाँनेरि चाहिँ अहिले चट्टसँगले प्याज फ्राई मात्रै हुँदैछ। यो चाहिँ यतिकै फ्राई मात्रै गर्ने हो। यसमा अन्डा उम्लिँदैछ हैन। त्यस पछाडि हामीहरूको बनाउने मास्टर यतातिर हुनुहुन्छ, अर्को मास्टर उतातिर हुनुहुन्छ। एकदम उहाँहरू चाहिँ सेक हुनुहुन्छ है त यो बिरयानी बनाउने। अनि त्यस पछाडि भनेको यी प्याजहरू काटेर यसरी रेडी मसिनो मसिनो प्याज काटेर रेडी भएको छ। यतातिर खोर्सानी, फेरि खोर्सानी एकदमै थोरै खान्छौँ हामी हैन। त्यसले गर्दाखेरि थोरै खोर्सानी मात्रै काटेका छौँ। यो लसुन भइगयो। अब यो लसुनलाई के गर्ने हो? पेस्ट। अनि अब कस्तो हुन्छ है त? अब बिरयानी तपाईँहरूलाई चाहिँ भिडियो चाहिँ फेरि तपाईँहरूले सुरु गरेदेखि एन्डसम्म हेर्नुभयो भने मात्रै अब थाहा पनि पाउनुहुन्छ बिरयानी कसरी बनाउँदो रहेछन्, बिरयानी कसरी बन्दो रहेछ हैन। अनि तपाईँहरूले पनि यो बनाएको देखेर फेरि तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ घरैमा। एकदमै स्पेसल भिआइपी। तपाईँहरूले बिरयानी खानको लागि कुनै ठुल्ठुलो 5 स्टार होटल जानु पर्दैन। तर भिडियोलाई चाहिँ एकदम सुरुदेखि लास्टसम्म हेर्नु होला। र सबैजनाले यो भिडियोलाई हेर्दै हुनुहुन्छ भनेदेखि, सब्सक्राइब गर्नु भएको छैन भनेदेखि युट्युब च्यानललाई सब्सक्राइब गरी लाइक कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। यो चाहिँ काजु र किसमिस फ्राई हुँदैछ है त। यो बिरयानीमा लगाउनको लागि यसरी फ्राई गर्नु पर्दो रहेछ भन्ने कुरो बल्लैले थाहा भयो। यो चाहिँ चट्टै अब पाक्दै गरेको हो लेग पिस। मासु पनि यसरी पकाउनु पर्छ है। हेर्नुहोस् है, हेर्नुहोस् मजाले सुरुदेखि लास्टसम्म हेर्नुहोस् बिरयानी पकाउने तरिका। म पनि सिक्दैछु आजै। हेलो गाइज, यहाँनेरि अब यो चाहिँ मसला बन्दैछ बिरयानीको मसला। चडक्कसँगले दही लगाएर हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि है। यो चाहिँ सबैभन्दा पहिलो तरिका नै अब सब्जी पकाउने तरिका हो। मरमसला खोर खर्सानी लगाइवरी त्यो माथि फेरि दही लगाएर चट्टसँगले बनाउने हो। ओ माई गड, हेर्नु त ग्रेभी खतरा बनेछ नि। हेलो गाइज, आज चाहिँ बिरयानी बनाएको अवस्था हेर्न सक्नुहुन्छ है त। बिरयानीको लेग पिसहरू देखाउँदैछु तपाईँहरूलाई। खतरा छ नि, खतरा हैन। खाने हो दर गरेर। अरे बिरयानीको मसलाहरू यहाँनेरि चट्टसँगले छ खानाहरू हैन। अब यहाँनेरि चाहिँ सरररररररररर लगाएर यो भाँडोमा लगाउँदै गरेको अवस्था हेर्न सक्नुहुनेछ हैन। अब यहाँनेरि पहिला मासु आउँदैछ डेम बनाएर हैन। पहिला यहाँ मासु लगाइयो हामीले, त्यो माथि अब अझै लगाउनु पर्ला भुइँमा। हेर्नुहोस् है त यसरी। अब यो तल एक स्टेप मासु आयो, यहाँ माथि फेरि हामीसँग राइस आउँदैछ है। फेरि त्यहाँ माथि राइस आयो है त। राइस झिमी बनाएर लगाइँदैछ यसरी। अब हुन चाहिँ कस्तो भयो के भयो थाहा छैन हैन। पहिलोचोटि बनाएको बिरयानी हो। आहा, पक्कै तरै पनि मिठै हुन्छ होला जस्तो चाहिँ लागिरहेछ। मग 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 बासना छरिरहेको छ हैन। अब यो चामल लगाइयो हामीले। अब यसमाथि सररररर यो प्याजलाई चाहिँ अलिअलि हामीले अब तारेको थियो। यो प्याज आयो, प्याजमाथि यहाँनेरि टमाटरहरू आए सरसँगले हैन। धेरै बनाएको छैन, थोरै मात्रै हो 3 जनाको लागि। त्यो माथि फेरि यहाँनेरि निम्बु आयो है त। कागतीको चट्टसँगले ड्याङ 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 बनाएर कागतीको पिस आयो। यहाँ माथि नरिवलको
सररररररर कोरेसा बनाएको नरिवलको कोरेसा आछ है, हेर्न सक्नुहुन्छ कस्तो भएको छ त। अब फेरि के आउँछ भन्दाखेरि यहाँनिर धनियाँ आयो, सरररररर यसरी यसरी धनियाँ लगाइयो हैन, अझै धनियाँ लगाइदिउँ। अब यो धनियाँ लगाइयो, अब के गर्ने भन्दाखेरि फेरि यहाँनिर हल्का अघि मैले बिरयानी मसला त लगाइसकिरहेको थिएँ, तैपनि अब यो माथि बिरयानी मसला थोरै मात्रामा छेस 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 गरेर यसरी उडाइदिनु पर्यो है त। हेर्न सक्नुहुनेछ। हुन त मलाई पनि खासै बनाउन त आउँदैन, तैपनि खान लायक चाहिँ बनाइन्छ है। अझै कसरी बनाउनु पर्छ कसैलाई थाहा छ भनेदेखि सबैजनाले कमेन्ट गरेर भनिदिनु होला भन्न चाहन्छु। अब यसमा फेरि यो भइसक्यो है। अब फेरि यहाँ के आउँछ, यस्ता खाले लेग पिसहरू आउँछन् है त, खतरा खतरा छ नि त। ग्रेभी ग्रेभी यसरी ड्याङ ड्याङ बनाएको छ हैन, यसरी सर्लक्क बनाएर यसरी। अब यहाँ मासुै मासु बनाइयो हैन। अब यो माथि फेरि के आउँछ, यो चामल, यसरी फेरि चामल आउँछ है त, सरसरी स्वारसरी चामल लगाइँदैछ हैन। यदि जान्नु भएको छैन भनेदेखि यही तरिकाले तपाईहरुले बनाउन सक्नुहुन्छ। यदि जान्नु भएको छ र केही कमी कमजोरी छ भनेदेखि कमेन्टमा सिकाउन पनि सक्नुहुनेछ है त। त्यही भएर सर्लक्क फेरि यो एक स्टेप भइसक्यो है त। चामल फेरि यो एक स्टेप लगाइसक्यो सररर बनाएर हैन। अब फेरि यहाँ माथि के आउँछ त भन्दाखेरि यही आउँछ, ग्रेभी चिकन हैन। अब चाहिँ यो लास्टै हो, एन्डिङ। ओहो धनियाँ केही छैन, धनियाँ लगाइदिउँ, कोही बात नै। किन यहाँनिर फेरि धनियाँ आउँदैछ सरर लगाएर। यहाँनिर प्याज आयो फेरि सररर लगाएर। हेर्न सक्नुहुनेछ एकदमै टेस्टी मग 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 बनाइरहेछ नि। ओ माइ गड, मेरो चाहिँ मुखमा पानी आइसकेको अवस्था छ है। अब यस्तै गरेर फेरि ग्रेभीहरू सरर। अब यहाँ एक्लै फेरि गाह्रो छ नि हो, यहाँ ग्रेभीहरू कसरी लगाउनु त तपाईहरुलाई देखाउँदै। यहाँनिर म अलिकति यस्तरी देखाउँ भनेको, खोइ त देखाउन सक्छु जस्तो अवस्था छैन यार, गाह्रो भयो नि त मलाई। एकछिन वेट गर्नुहोस् है त गाइजो। अहिले चाहिँ फाइनली बिरयानी हामीहरूको सरररररर भइसकेको छ। अब यसमा चाहिँ भर्स्याउन मात्रै बाँकी छ है त। सबै थोक मैले यसमा मेटेरियलहरू मिलाइसकेको अवस्था हेर्न सक्नुहुनेछ। सबै थोक फाइनल भइसकेको छ। अब यसलाई चाहिँ म यो एल्युमिनियम फाइलले चाहिँ एकदमै र्यापिङ गर्दै गरेको अवस्था हेर्न सक्नुहुन्छ है त। सरलसँगले यसरी र्यापिङ। अब एक्लै छु त्यसले गर्दाखेरि गाह्रो छ। हेर्न सक्नुहुनेछ फाइनली र्यापिङ भइसकेको छ। अब यसलाई चाहिँ 10 देखि 15 मिनेटसम्म चाहिँ एकदम मजाले भर्स्याउनु पर्ने अवस्था छ। फेरि तपाईहरुलाई देखाउने छु है त लास्टमा कस्तो हुँदो रहेछ त यो भर्सिसकेपछिको। ल है त आजको बिरयानी फाइनली पाके जस्तो छ। ल भाइ खोली हेर त कस्तो भएछ हेरौँ। ओ माई गॉड, मग 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 मग, कति मिठो वासना आएको के यार। भाइ छिटो लगाउ न यहाँ, छिटो यहाँ छिटो लगाउ त। अर्को ल्याउ न, अर्को यो त अझ हान्यो त। छिटो लगाउ के, छिटो ड्याङ बनाएर लगाउ त। यही हो के? त्यही हो। ल ओहो अचार हेर्नु न फेरि। अझ अझै दही हाल्नु बाँकी छ, अझै हालौँ दही। धेरै बाक्लो भयो भने मिठो हुँदैन फेरि। अहिले चाहिँ पातल भयो, हेर्ने दही लगाएर काँक्रा टमाटरको परेसो बनाइवरी सरारा एक साइडदेखि पस्किने गर न। त्यसरी अब हेर्न सक्नुहुनेछ बिरयानी कस्तो बनिरहेछ भन्ने कुरो त तपाईँहरूले देखेर पनि पक्कै थाहा पाइसक्नु भएको छ होला। तर के गर्ने, खुसबु यति मिठो आछ। खाना चाहिँ अब कस्तो छ थाहा छैन हैन, थाहा छैन, बनाएको मात्रै हो। यो खाएर पनि तपाईँहरूलाई देखाउनेवाला छौँ है त।
खतरा छ नि भाइ होइन? एकदम अब मलाई चाहिँ पुरै लगाइदेऊ है भाइ, सबै भाँडै खाली गरेर लगाइदेऊ। अँ यहाँ हेर्नु नि फेरि भाइले मलाई पुरै लगाइदियो भनेको, पुरै लगाइदिएर यहाँ यत्रो यो थालै पुरै भरिदिइसकेछन्। बाफ्रे बाफ्रे बाफ्रे। लेमन पनि छ नि हो हामीहरूको, सब थोक एकदम स्पेसल छ। गाइसहरु ल आउनुहोस् अर्को छैन यो ल अब सररररर बनाएर चटनी फेरि यहाँ हेर्नु न, चटनी यस्तो बनाएको छ कि बिरयानीसँग खाने चटनी। कसले बनाएको यो? कस्तो लागेको छ हामीहरूको गौतम सरले बनाउनु भएको। तेरी ल त ल भाइ चेक गरिहाल त, छिटो छिटो चेक गरिहाल यार। शान्ति 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 कहाँ त्यति मात्रै एउटा चप्प खाएर मिठो भन्न पाइएन। दामी छ ल हेर्नु त झ्याप्पा बनाएर। वाउ कस्तो लाग्यो तपाईँ खाइहेर्नुहोस् त कस्तो लाग्यो। वाउ खतरा बबाल एक टाइम बिरयानी एकदम दामी भएछ नि।